ल ल सुरु गर ल हाम्रो Lenovo LQ अनबक्सिङ गर्दैछन् सुरुमै खस्ला फेरि यो त डेन्जर वाटको हैन खै कुनै वाटको थियो है 280 वाटको 200 त्यही हो यो अर्कोमा चाहिँ अलि उस हो तर अर्कोको उस चाहिँ के हो थियो के 50-50 रहेछ यसमा RTX त्यो भएर ठिक छ त 50 सिरिजको कार हो 50-60 त लास्टै महँगो पर्छ होला नयाँ हो नि त त्यो त अनि 50 सिरिजको कार हो त्यस्तो महँगो छैन 40 सिरिजको भन्दा सस्तो हो है LQ Lenovo LQ भारी छ यार ए त्यस्तो रहेछ यार गेमिङ ल्यापटप हो अनि गेमिङ ल्यापटप i5 हो 50-50 हो वार्निङ स्वार्निङ कुलर भन्न बिर्सिएम के रे पर्दैन होला अहिले जाडो महिना गरिममा युज गर्दा हुन्छ किन्ने हो के अनि त्यो तिमीले नगर्ने भन्यौ त तिमीले त्यो उस नगर्ने भन्यौ त मलाई त यहाँ हाल्न मन लाग्यो नारुटोहरुको ए त्यो नगर मुनि किन हावा ओए ब्याकलिट छ RGB छैन ठीक छ ह फुल साइज किबोर्ड छ RGB छैन ब्याकलिट मात्र रहेछ के RGB भनेको ए अ झिलिमिली डाइरेक्ट खोलिदिहाल्यो के यस्तरी खिच्न पर्ने हो ल खुलिहाल्यो त यार यो त डाइरेक्ट यार केही छैन म अत्तै औँलाले सेटअप गरेर पठाइदिए ठिक छ त मलाई त यार यो माउसको त उस त युजै गर्दिन के म त माउसै युज गर्छु के यो हाम्रो यस्तो चलिरहा अनबक्सिङ भर्खरै भिडियो राख्छु अब म फुल फोकस गर्छु